ल साथीहरू, आज चाहिँ म खुसुक्क मेरो जन्मथलो होइन दोलखा आएको छु। धेरै पछि म चाहिँ दोलखा खुसुक्क आएको छु। मेरो ड्याडी मम्मीहरूलाई चाहिँ म आउँदै गरेको कुरो थाहा छैन होइन। हेरौँ है त मेरो ड्याडी मम्मीको रियाक्सन चाहिँ कस्तो हुँदो रहेछ त होइन। म खुसुक्क आउँदाखेरि होइन कस्तो हुँदो थाहा छैन कि म आउनु लाग्यो भनेर के पनि थाहा छैन। लगभग म चाहिँ आइपुग्नै लागिसकेँ। म देखाउँछु है त मेरो घर। यो तल्लो लामो घर चाहिँ मेरो हो होइन। यो तल्लो घर चाहिँ मेरो हो अनि यो माथिल्लो घर चाहिँ दाइको हो, ठुल्बाको छोरो सिद्राम दाइको। ऊ हजुरमम्मी के हुनुहुँदो रहेछ, हजुरमम्मी यहाँ हुनुहुँदो रहेछ। ऊ भाउजू आउनुभएछ, भाउजू देख्छन् देखेपछि थाहा पाउँछ। ल हेर्नु है त, यो तल्लो घर चाहिँ मेरो हो। हजुरमम्मी चाहिँ त्यहाँ निस्केर बस्नु भएको रहेछ। हजुरमम्मी चाहिँ निस्केर बस्नु भएको रहेछ। अब म जान्छु होइन, जान्छु म यो बाटो हुँदै जान्छु। हाम्रो गाउँ राम्रो छ होइन साथीहरू। एकचोटि गाउँको टक्क गाउँ त देखेन, खेतबारीहरू मात्रै चाहिँ अन्त उँधो हाम्रो घरबाट उँधो चाहिँ घरै घर छ है। ल म टक्क जान्छु होइन, कस्तो रियाक्सन आउँदो रहेछ खुसुक्क है त। ल हजुरमम्मी चाहिँ बाहिर हुनुहुँदो रहेछ, टोपी लाउनु पऱ्यो फेरि तलबाट देख्नुहुन्छ। बाहिर हुनुहुँदो रहेछ कि फेरि देख्यो भने त चिनिहाल्नुहुन्छ। टोपी लगाएपछि को रहेछ भन्छ नि होइन, देख्यो भने को होला भन्छ नि त। हजुरमम्मी बाहिर हुनुहुँदो रहेछ क्या। हजुरमम्मी हेर्दै हुनुहुन्छ, को होला भन्नु होला। म आउने कुरो थाहा छैन नि त हजुरमम्मीलाई। आयो रमाइलो हुनेवाला छ, को होला भन्नु होला। ल हेर्नु त्यहाँ हजुरमम्मीले हेर्नुहुन्छ, को मान्छे होला भन्नु होला। म भन्ने कुरो थाहा छैन नि त। हेर्दै उता हेर्दै गर्नु हुँदैछ क्या हजुरमम्मी चाहिँ। हेर्दै उता हेर्दै गर्नु हुँदैछ। ए हजुरमम्मी मैले टोपी लगाएको नि त, को होला मैले त्यहाँबाट गर्दा अब हजुरमम्मी चाहिँ हेरै पर्नु हो, को होला वास्तै गर्नु भने क्या। अब म आएको भन्ने थाहा थियो, ऊ आइपिएछ भन्नुहुन्थ्यो होला। म आएको भन्ने कुरो थाहा छैन नि त। हेर्दै हुन्छ म चाहिँ क्यामेरा गर्दैछु अनि को होला यस्तो गर्दै हिँडेको भने होला क्या हजुरमम्मीले चाहिँ। गएँ गाइजहरू, ल है त गएँ त आइपुगेँ। ल हजुरमम्मी थियो त छैन त। ल आइपुगेँ म। हजुरमम्मी आउनु त रहेछ क्या। आयो चिन्नु भाउजू, आयो चिन्नु भएन, चिन्नु हो। ऊ त्यहाँ हेर्दै हुनुहुन्छ त, तपाईँले किन नचिन्नु भएको? नातिलाई बिर्सिनु हो? को आयो भन्नुभयो? आयो कस्तो हो त नि अनि नचिनेको आफ्नो नातिलाई नि। म आइपुगेँ साथीहरू होइन। हजुरमम्मीको रियाक्सन देख्नुभयो होला नि। मम्मी के गर्नु लाग्नु भएको? खोइ यहाँ खोइ मेरी आमै नि भन्नुहुन्न तपाईँ। आयो म आएको, म चिन्नु भएन को हो तपाईँ त वास्तै गर्नु। ए म नआएको भए नि हुँदो रहेछ नि। अनि हेरे पनि अनि खोइ अनि मेरी आमै नि भनेन त तपाईँले। कहाँ हो भन्दैछु त? कहाँ हो यहाँ भिडियो देखेर मम्मी चाहिँ अलिक नर्भस हुनुभयो, बोल्न सक्नु भएन। मम्मीलाई चाहिँ एकैचोटि फुत्त आएको भए चाहिँ मम्मी चाहिँ गर्थ्यो होइन। मम्मीको रियाक्सन आएन साथीहरू। हजुर म कसरी आएँ मम्मी? धन्यवाद। आयो धन्यवाद। ओ बुबा 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 आयो लिन आएको बाउलाई जाने हो नि त।
अब 2 दिन गाउँ काटी सकु 2 दिन गाउँ काट्नु गएमा ल साथीहरू देख्नु भयो होला नि रियाक्सन मम्मीहरूले चाहिँ हजुरमालाई भेट्नु चाहिँ देख्नु भइगयो अब उता सुन्नु भन तपाईँहरूले होइन हजुरमा चाहिँ रियाक्सन देख्नु भयो नि होइन मलाई साह्रै माया गर्नुहुन्छ क्या बुढीले यो बुढीले मलाई साह्रै माया गर्नुहुन्छ हजुरमा हजुरमा मेरो मेरो यहाँ घाउ भयो हजुरमा यहाँ मेरो घाउ भएको क्या यहाँनिर यहाँ हेर्नु नि यही पाकेर जस्तो भइदियो फालत फुलुत भयो क्या जुत्ताले अब उहाँबाट हिँड्दै आएको नि त म कसरी आउने हो र जुत्ता नलाइकन चाहिँ अब पनि भएछ मलाई अनि म बल्ल बल्ल पनि आएको ठट्टा गरेको साथै गयो मेरो के भनेर अर्जुन अङ्कल भने कहाँ हो साथीहरू यस्तै छ माथि नै देखेको सेतो लुगा लगाएको छ हेर्छ मात्रै यसरी फेरि फोटो नि खिच्छ है हजुरमा फोटो नि खिचिरहेको थियो होइन फेरि मैले के भेटी के हो यो हजुरमा त्यही हो म आएँ फाइनल्ली म आएँ हजुरमा तपाईँलाई भेट्न आएको नि म तपाईँलाई भेट्न आएको अब नातिलाई के दिनुहुन्छ हजुरमा के खुवाउनुहुन्छ त नातिलाई भाले खाइ छैन हजुरमा भाले 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 खाइ छैन हजुरमा भाले छ काट्नुपर्छ भोलि त म बिहानै गइहाल्छु काट्नुपर्छ बिहान